कविताको शीर्षक रहेको छ डियर एकतर्फी प्रेमी। मैले चाहेर पनि माया गर्न नसकेको तिमी, अनि मलाई 4 वर्षदेखि एकतर्फी प्रेम गरिरहने तिमी, खाइ के नाउँदै म तिमीलाई। केवल एकतर्फी प्रेमी कि धैर्यताको देवता वा निशब्द श्रद्धा? तिमी एक आशाविहीन आस्था बोकी नभएको सपनामा बाँच्ने यथार्थ हो तिमी। तर तिमी मेरो लागि त्यस्तो प्रेमी हो जसले प्रेमको नयाँ परिभाषा दिएर गयो, तर आफू त्यो परिभाषामा कहिले फस्न सकेन। कसरी सम्भव भयो यस्तो निस्वार्थ प्रेम? कसरी सक्यो तिमीले यतिका वर्षसम्म मलाई यसरी नै माया गरिरहन? के तिम्रो मन कहिल्यै थाकेन? के तिम्रा नजरहरू कहिल्यै फेरिएनन्? के कहिल्यै तिम्रो आशाको दियो निप्दै निभेन? कुन ढुङ्गाले बनायो तिमीलाई यस्तो प्रेम? के तिमी भित्र कहिले रिसको ज्वाला उठेन? न त तिम्रो मायामा कहिले कमी आयो, न त तिम्रो व्यवहारमा कहिले चिसोपन। बस एकहोरो प्रेम कसरी दिन सक्यौ तिमीले? के तिमी कहिले जलेनौ? के कहिले तिम्रो मनमा बाढी नै आएन? जब म अनुत्रित अनि म मौन हुन्छु, के तिमी कहिले भत्किएनौ? जब आफ्नो मनलाई सान्त्वना दिनु पर्थ्यो, के तिमी रोएनौ, चिच्चाएनौ, रिसाएनौ तिमी आफैसँग? तिमीले त जीवन रोकेर प्रेम गरेको मान्छे हो मसँग। के त्यो गहिरो सागरमा पौडिन कहिले थाकेनौ? किन म प्रति निरन्तर श्रद्धामा अडिग छौ तिमी? के त्यो श्रद्धाको म योग्य छु र? तिमी बाँचिरहेछौ यस्तो प्रेममा जहाँ बाँच्ने तिमी मात्रै छौ। किन रोज्छौ यस्तो यात्रा जहाँ न त उत्सव छ न त भविष्यका कुनै बाचाहरू नै? मेरा व्यवस्थाहरूलाई तिमी पूजा गर्यौ, मेरो मौनतालाई मायाको प्रतीक्षा मानेर बाँचिरह्यौ। तर कसरी सक्यौ तिमीले यसरी प्रेम गर्न जहाँ म अनि मेरो माया कहिले फर्केर आउँदै, जहाँ प्रेमी एकतर्फी मात्रै हुन्छ, जहाँ तिमी एक्लै छौ तिम्रो प्रेमको यात्रामा? तिमी किन अडिग छौ? तिमी किन मलाई यसरी निरन्तर माया गरिरहन्छ? डियर एकतर्फी प्रेमी, डियर एकतर्फी प्रेमी।